आज हिजो स्पेसल्ली घरको अर्ग्यानिक है घरमै पालेको एउटा ठुलो ह्यान्डसम चोचे बुङ्गुर चाहिँ काटियो हैन हाम्रो दिदीकै हो पोर्क सेकुवा भित्र सबै एकैचोटि पोलेको रेडी भयो यो काँक्रा ओके यो कुखुरा बारबिक्यू यता यो आइटम यस्तो आएको छ फाइनली कतिरो खाएर भ्याइयो है अब भाँडाकुँडा अब वेल ओके गाइज हिजो अब त्यहाँ दिदीकोमा रमाइलो अब अलिकति केही पोर्कको मासुहरू चिकन मासुहरू मैले चिकन मासु खाएँ होइन सो आज अब बिहान अहिले 11 बजिसक्यो होइन आज हाम्रो मुभी हेर्ने प्लान छ होइन सो हामी आज चाहिँ यहाँ भाटपट्टीमा छौँ फाइनली अब दिदीहरू आइपुग्नु भयो एकदम टाइट टाइममा पुनम हामी सबै निस्क्यौँ अब साथीहरू होइन अब फिल्म हेरेर सकियो रमाइलो भयो दिदीहरू कतिपय नाच्नु भयो कोही रुनु ओके वेलकम गाइज वेलकम टु माई भ्लग वेलकम टु माई च्यानल इट्स मी योर अर्ग्यानिक काले दाई है हजुरहरूकै आफ्नै प्यारो मान्छे डल्लो डल्लो भुन्टे कालो कालो मान्छे अर्ग्यानिक काले दाई हजुर सामु फेरि पनि एउटा चाहिँ नयाँ भिडियो लिएर उपस्थित भइसकेको छ भिडियोलाई पक्कै पनि चाहिँ हजुरहरूले चाहिँ अन्तिमसम्म हेरिदिनु होइन पुरा भिडियो हेरिदिनु होला भन्न चाहन्छु सो अब आज साथीहरू म दिदीको घरमा छु स्पेसल्ली होइन आज हिजोको दिनमा चाहिँ यहाँ घरमै चाहिँ तपाईँको पोर्क एउटा आफ्नै चाहिँ घरको अर्ग्यानिक बुङ्गुर चाहिँ काट्नु भएको रहेछ दिदीहरूले होइन त्यसकै प्रोग्राम त्यसकै त्यही प्रोग्रामको सेरोफेरोमा रहेर आज चाहिँ हामी यो भिडियो चाहिँ मैले तपाईँहरू सामु ल्याएको छु सो भिडियोलाई हेर्नु होला सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नु होला होइन हामी दिदीहरू सबै हामी चाहिँ यहाँ आज पोर्क खाने उसमा छौँ मैले पोर्क त खाँदैन तपाईँले चाहिँ हाइलाइटमा पनि हेरिसक्नु भएको छ होला होइन सो अब आज चाहिँ दिदीहरूले पकाएको खाएको मैले पनि चाहिँ अब चिकन पनि अब मैले खानेछु होइन यही आइटमहरू चाहिँ खाएर रमाइलो गर्नेछु सो भिडियोलाई भिडियो हेरेर सब्सक्राइब गर्नु भएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला साथीहरू अनि लाइक कमेन्ट र सेयर पनि गरिदिनु होला ओके कि पछि हिजो स्पेसल्ली घरको अर्ग्यानिक है घरमै पालेको एउटा ठुलो ह्यान्डसम चोचे बुङ्गुर चाहिँ काटियो होइन हाम्रो दिदीकै हो अब यसलाई आज चाहिँ तपाईँको पोलेर बारबिक्यू बनाएर खाने चाहिँ प्रोग्राम छ आज दिदीहरूको अब तलतिर हाम्रो सानो दिदीले चाहिँ आगो रेडी पारिसक्नु भएको छ एकदम ए माइल दिदीले हो खै यसो हेर्नु त मैले भन्नु त मैले हो तिनीहरू कहाँ जान्छ ए यताबाट रहेछ सरी मैले चाहिँ सानो दिदीले भने अब सानो दिदीले चाहिँ पोल्ने कामहरू गर्नुहुन्छ जस्तो छ होइन अब यी मासु पिस पनि अब बनाएर चाहिँ टक्क रेडी भइसकेको छ ल स्पेसल अब आज चाहिँ बारबिक्यू अथवा पोलेर खाने प्रोग्राम छ अब म क्यामेरा चाहिँ तलतिर चाहिँ लान्छु अर्ग्यानिक अब यो अर्ग्यानिक काले दाई च्यानलमा चाहिँ तपाईँले अर्ग्यानिक चिजहरू मात्रै तपाईँले देख्न सक्नुहुन्छ त्यो आज पनि अर्ग्यानिक चिज नै अब तपाईँले चाहिँ देख्नुहुनेछ कुखुरा पनि हो है यस्तो छ प्रोग्राम ओ माई गॉड ला हाम्रो दिदीको फेभरेट हो कि यो दिदी होइन दुःख गरेको फेरि खाना पनि मिठो हुन्छ यो दिदीहरूले रुचाउनुहुन्छ अब तपाईँहरूलाई म तल हाम्रो चुल्हामा अब पोल्ने ठाउँमा चाहिँ फेरि लाँदैछु साथीहरू ओके किप वाचिङ है अन्डरग्राउन्डमा ल अन्डरग्राउन्डमा
ओके भोकलाई खाऊ ए केरा छैन छैन मैले नास्ता खाइयो ठुलो दिदीले मैले नास्ता खाएको ल ओके साथीहरू अब तलतिर लान्छु तपाईँहरूलाई म होइन तलतिर पोलेको ठाउँमा मासु पोलिरहेको छ त्यहाँ चाहिँ तपाईँहरूलाई म लाँदैछु त्यहाँ चाहिँ एकदम मजाले चाहिँ मोलेर एकदम पोलेर अब दिदीहरूले चाहिँ यसलाई चाहिँ स्पेसली चाहिँ बनाउनु हुनेछ त्यहाँ चाहिँ देखाउन लाँदैछु मैले चाहिँ खाँदैन फेरि है अब खै किन मलाई फेरि अलि नसहने खाना नहुने जस्तो भएर मैले चाहिँ खान सकिनँ म चाहिँ हेर्छु तपाईँहरूलाई चाहिँ भिडियोमा पनि देखाउनेछु मजाले के प्रोग्राम अब हाम्रो घरमा बाबाहरूले चाहिँ नखाने हुनाले मैले पनि नखाने एकताका खाएको त्यो खाएको अलिकति मलाई चाहिँ त्यो मासुले चाहिँ अलिक सहेन असर पर्यो होइन त्यसैले गर्दा चाहिँ मैले त्यसपछि चाहिँ खाना छोडेँ धेरै भयो लगभग 15-20 वर्ष भयो मैले खान लागेको तलतिर जाने अब तलतिरको दृश्य चाहिँ देखाउँछु साथीहरू तपाईँहरूलाई है त ओके गाइस होइन साथीहरू तलतिर दिदीहरूले चाहिँ पकाउँदै हुनुहुन्छ म तलतिर जाँदैछु होइन अलिकति अँध्यारो पनि छ यहाँ आगो देख्न सक्नुहुन्छ तलतिर यो आगोमा अब पोलेर खाने स्वाम झर्याम मकैबारी झर्याम भन्छ नि त्यस्तो टाइपको या अब आगोमा पोलेर च्याट पारेर अब चाहिँ यहाँ रेडी हुँदैछ है विष्णुबी दिसाई मसँग यो पनि ल ठ्याक्क लाइट चाहिँ हो निकाल्नु न के चाहियो अरे यसरी हो त्यो माथि हो ए ल यहाँ सिस्टम यस्तो रहेछ यहाँ पिसेर के अरे मासु मोलेर भइसक्यो अब यो केराको पातमाथि यो केरला स्टाइल देखियो मैले त यहाँ केरला स्टाइल अब दिदीहरूको कालो पनि हुन्न ए ल यो सिस्टम पनि नयाँ देखियो है ल गाइजहरू साथीहरू यसरी नै पोलेर चाहिँ तपाईँहरूले पनि पोर्क चाहिँ खान सक्नुहुन्छ पोलेको पोर्क दिदीले पोल्नु भएको छ मजाले पोर्क तर कराई पनि छ त्यसमा अच्छा कृष्णबे के छ खाना मन लाग्छ कि नै भोक लाग्छ कि तँलाई यता हेर्दा ए ल भोक लाग्छ अब पाक्छ है अब पाक्छ अनि खाने ल पाक्दैछ है साथीहरू पाक्दैछ एकदम मजाले दिदीले चाहिँ यसलाई पोल्दै हुनुहुन्छ केराको पातमा राखेर तलतिर कडाई राखेर है त्यो कुन कडाई भन्छ त्यो सिमेन्ट बोक्ने कडाई राखेर एकदम पोल्दै हुनुहुन्छ अलौकिक गाइज अहिले यहाँ लाइन गएको अवस्था एकदमै यहाँ अँध्यारो भएको छ होइन माथि लाइन त छ है लाइन नभएको चाहिँ होइन माथि इन्भर्टरको लाइन चलिरहेको छ तल लाइन गर्छ मैले चाहिँ एउटा टर्च बालिदिएको छु दिदीलाई अब लगभग रेडी भइसकेको छ अलिकति बाँकी छ एक कडाई होइन आगोले पनि अलि राम्रोसँग साथ दिएन यो पानी चिसो भएको हुनाले मौसम चिसो भएको हुनाले आज भने जस्तै पाकेन अरे अब लगभग पाकिसक्यो यति लास्ट छ है साथीहरू अब इन्जोय गर्ने हो खाने हो यसपछि ओहो यहीँ खाने कि माथि खाने र यहीँ हो ल ओके फाइनली गाइस यी पोर्क सेकुवा पोलेको रेडी भयो यो काँक्रा यो खोल्नु
कसरी गरेछ र के गरिदियो पो र यो मतलब खोल्नै सकेन केटी खोल्नै सकेन नि यहाँ भयो त्यो डिसब्यालेन्स भइसक्यो क्या ओके यो कुखुरा बारबिक्यू यता यो आइटम यस्तो आएको छ अब हामी यसलाई चाहिँ सर्भ गर्ने खाने टाक्क मजाले है ल ट्याक्क सब ओहो चाउचाउ सहित तर हामी यहाँ अड्छौँ र अड्दैनौँ अड्दैनौँ साथीहरू अब हामी मजाले इन्जोय गर्ने है ल हाम्रो अब खानपिन सुरु पनि हुन थाल्यो है साथीहरू यसरी चाहिँ अब प्लेटमा आइसक्यो ल यु क्यान सी है गाइस प्लेटमा यसरी आयो अब खाने ओ ठुलो मान्छे चिची खाने कि नै चिची खाने कि नै खान्छु भन् गुड ल चिची पनि खा यस्तै भयो स्टार्ट भेना त तलतिर बस्नुपर्छ हामी ओपन एकदम बाहिर चाहिँ खुल्ला एकदम आकाश मुनि बसेका छौँ साथीहरू होइन भित्र अलिक गर्मी छ सो भित्र बाहिर होइन भित्र होइन बाहिर बसेका छौँ हामी सुरु भयो सबैलाई चेयर्स है चेयर्स ल चेयर्स है चेयर्स खाम है ल होइन नै अमिले खान्न म दिदी खाए ल म पनि सुरु साथीहरू कोक ल सनमको पनि पोर्क स्पेसल ल मजाले खानु है दिदीहरू भान्जीहरू दिदी कस्तो भयो मिठो छ मिठो भएको छ है दिदी कस्तो भएको छ मिठो छ ल सनम भेना मिठो छ होइन गुड तिमी एक्लै ओ कान्छी दिदी कस्तो छ ल हजुरले पकाएको कुक है एकदम एकदम मिठो भएको छ चटनी मैले बनाएको पिसेको मात्रै हो हजुर पोलेको मात्रै हो यो त मुनि आयो अय्या के घोज्यो अय्या यसले के राखेको छ हातमा मासुको हड्डी होला यहाँ अर्को ओहो कुवा यहाँ गुन्डा तलतिर हेर त घोचेको ए अय्या मलाई केले घोच्यो यसले यस्तो खुट्टामा घोची बस्छु दामै बसाल्दियो हड्डी खाएर चाहिँ हड्डी मलाई घोच्यो क्या त्यो हड्डी हातमा राखेको हड्डी फाइनली साथीहरू खाएर भ्याइयो है अब भाँडाकुँडा अब यत्रो खाइयो भाँडाकुँडा यसरी चाहिँ जुठो भएर बसेको अवस्था ल दिदीहरू सबै अगाउनु भयो नि दिदीहरू होइन अगाइयो नि होइन मिठो भयो पुरा अगायो दिदी अगायो कि नै मिठो भयो कि नै मिठो भयो आगायो टन्नै भयो ल त्यो चटनी के अघि नमिसाएको रहेछ अलिकति बाँकी रहेछ है एक पिस हो के हो यो अलिकति बाँकी रहेछ खाइयो अगाइयो मिठो भयो रमाइलो भयो सबै मिलेर खाइहाल्यो आज अब यहाँ नाच्नु भनेको छ नि खरे अब नाच्ने कि नाच्दैन है चटनी कस्तो रहेछ र यस्तो मिठो कसरी हेरेछ भिडियो गर्ने
यता हेर्न यता रिएक्सन यसरी पो चटाइ फटफटायो बल्ल सानो न अहिले धेरै खिलाइदिएको अहिले भयो खाने बाइचे पनि छ्या तारो होला अमिलो भएन कान्छु बल्ल अमिलो हुँदैछ है सक्रिस्यायो होला यसको त अझै भएन कि यो गएन साथी खुस भयो त्यसलाई टेस्ट थाहा भइसकेको छ कि वेल ओके गाइज हिजो अब त्यहाँ दिदीकोमा रमाइलो अब अलिकति केही पोर्कको मासुहरू चिकन मासुहरू मैले चिकन मासु खाएँ होइन सो आज अब बिहान अहिले 11 बजिसक्यो होइन आज हाम्रो मुभी हेर्ने प्लान छ होइन सो हामी आज चाहिँ यहाँ भाटपट्टीमा छौँ हेर्न सक्नुहुन्छ दृश्य भाटपट्टीको है यो भाटपट्टी तपाईँको अस्ति आन्दोलनमा 23-24 गतिको आन्दोलनमा अलिकति क्षति पनि हुन पुगेको छ यसरी चाहिँ वाहनहरू परेको छ होइन तर भित्र चाहिँ काम चाहिँ चलिरहेको छ होइन सो भिडभाड छ मान्छेहरूको उपस्थिति पनि छ अब हामी आज भित्र मुभी हेर्न जाँदैछौँ आज दिदीहरू आउँदै हुनुहुन्छ उताबाट सो दिदीहरू आउँदै हुनुहुन्छ उताबाट होइन म दिदीहरूलाई चाहिँ वेट गरिरहेको छु म बाइकमा आएको हो अब हामी मुभी हेर्छौँ मुभी हेरेर चाहिँ आजको दिन आज छुट्टी पनि होइन हाम्रो जुन जेएनजी आन्दोलनमा चाहिँ पर्नुभएका सबै हाम्रो शहीदहरूलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु उहाँको आत्माले चाहिँ शान्ति पाओस् उहाँहरूको आत्माको चिर शान्तिको कामना पनि गर्न चाहन्छु उहाँहरूको ठुलो योगदान बलिदान पनि रहेको छ है यो देश परिवर्तनको निम्ति सो गाइजहरू आज मुभी हेर्छौँ हेरौँ कस्तो हुन्छ रमाइलो हुन्छ हेरौँ फाइनली अब दिदीहरू आइपुग्नु भयो ल एकदम टाइट टाइममा पुनम साह्रै छिटो आयो त यही हो ल फाइनली आइपुग्यो खै त अरू हो र आएँ म त यहीँ छु है म त देखिन्छ नै सफा भइसक्यो यहाँ सफा भइसक्यो ल हामी अब मुभी हेर्न अब जाँदैछौँ है दिदीहरू सबै आइपुग्नु भयो कहाँ हामी कहाँ छौँ र दिदी बर्बाद माथि त्यहाँ बिग्रेछ कि ल हामी माथि म चाहिँ माथि जाँदैछु साइकल होइन यसरी क्षति भएको छ अस्तिको आन्दोलनमा होइन हेर्नु उता ठुलो आने ए आऊ के यता यिनीहरू लिफ्ट हेर्नु लाग्यो एउटा बिग्रियो क्या ल हाम्रो यस्तो यहाँ मोटी दिदी पनि पुरा सिँढी चढेर माथि आइसक्नु भएको छ पोस्टर क्यान सी पोस्टर है कुन यो बलिदान फुलपातीको दसैँको दिनमा हुनेछ ल यो भान्जीहरू हेलो एकदम भान्जी नातिनी एकदम टाइममा आयो होइन झन्डै चेकआउट भयो ल फकै लाग्यो र खतरा खतरा भएर आएको छ क्या आज ग्याङहरू हो लिफ्ट बिग्रिएछ ल यहाँ चेकिङ हुँदैछ होइन अब ब्यागहरू चेक गरेर हामी चाहिँ अब भित्र इन्ट्री हुँदैछ यस्तो ब्याग देखाइदिनु थ्याङ्क यू ओके हामी अब हलको नजिकै आइपुगेका छौँ अब हाम्रो यो गेट 1 2मा हामी जानुपर्ने होइन 1 and 2 2मा हो रिमै ए ल
ठिक छ अब हामी रिमे हेर्न चाहिँ आइपुग्यौँ सबैजना दिदीहरू भान्जीहरू नातिनीहरू होइन ओके फाइनली हामी अब रिमे हेर्छौँ यो चाहिँ ब्रेक टाइममा चाहिँ हाम्रो पपकर्नहरू पनि रेडी छ यो चाहिँ यो भागवटिनीको टप हलमा सेलेक्टेड पेन्टहरूको हरेक 75,000 को दिदी कस्तो भयो फिल्म ए राम्रो भयो रुनु त रुनु भएन र एक्जाम त एकछिन झिसुक्कर भयो ल फिल्म सकियो साथीहरू होइन अब यी दिदीहरू भान्जीहरू नातिनीहरू सब चाहिँ अब बाहिर कतिले रमाइलो पनि गर्नुभयो अलिअलि रुनु भयो अरे कस्तो भयो फिल्म दामी भयो रोएन नि होइन रुनी मान्छे आउँदै अनि लास्टमा को रोयो फिल्म हेरेर रुनु भयो रोयो कि नै हजुर नि दिदी रोयो कि नै फिल्म हेरेर रोएन होइन हामीलाई होइन ए सङ्गीत यिनीहरूलाई हो कतिले भोदियो क्या बाई ल हामी सबै निस्क्यौँ अब साथीहरू होइन अब फिल्म हेरेर सकियो रमाइलो भयो दिदीहरू कतिपय नाच्नु भयो कोही रुनु पनि भयो होइन सो अब आजको मेरो यो भ्लग यही गर्न चाहन्छु साथीहरू सबैले चाहिँ हेरिदिनु भयो त्यसको लागि चाहिँ धन्यवाद पुरा रूपले हेरिदिनु भयो त्यसको लागि पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु र अब यति भन्दै आजको लागि चाहिँ म मेरो भ्लग चाहिँ यही एन्ड गर्न चाहन्छु सबैजना हाँसी खुसी बस्नु होला टेक केयर है अब पानी परेको छ मौसम यस्तै छ बर्खा छ यात्रा राम्रोसँग गर्नु होला भन्दै आजको लागि बिदा हुन्छु।